आफ्नो भाषा, लिपि, इतिहास र धर्ममा रुचि राख्ने सबैजनालाई स्वागत छ र सबभन्दा पहिला चाहिँ पढ्न सक्ने हाम्रो उद्देश्य सँगसँगै पढ्दा पढ्दै एक दुईवटा शब्द सिक्दै सिक्दै जानुपर्छ। एकैचोटि सबै कुरो सिक्दैन, एक दिनमा 3-4वटा शब्द त्यसरी सिक्दै जानुहोस् र अनि सँगसँगै यहाँ यो हाम्रो इतिहास पनि हो, इतिहास पनि तपाईँहरूले जानिराख्नुहोस्। हाम्रो भोटे भाषामा एउटा भनाइ छ, छुथिक साक्बे क्या छो, छुथिक साक्बे क्या छो। पानीको थोपा जमाएर चाहिँ सागर जस्तै ठुलो हुन्छ भन्ने एउटा एकै तालमा हुँदैन, एक एक गरेर सिक्दै जानुपर्छ भन्ने एउटा भनाइ छ। छुथिक साक्बे क्या छो। अगाडि मैले तपाईँहरूलाई परिचय गरिसकेको छु। त्यो Ranata nama namka sepsukuna kun namkun अङ्ग्रेजीमा भन्यो भने चाहिँ युजली नर्मली नमकुन अरू बेला प्राय जस्तो नमकुन गर्दा डा सकता गा गर्दा डा ढकेको डिका डिक डडिक छे माने तयारी गर्नु, डडिक माने तयारी। ला तल्हा नाल्हेन छनहरू छो गासा छोक, ला तल्हा नाल्हेन ल्यान सँगै मान गरेर सँगै, छनहरू छो गासा छोक माने भेला हुनु, तयारी गर्नुको लागि सँगै भेला हुनु चाहिँ यो संस्थाको नाम हो। संस्थाको नाम डडिक ल्यान्चोक सासेप्चुसु, साको पछाडि सासेप्चुसु छ भने चाहिँ त्यो संस्थामा फाटिङबोफे बासा फेप माने महान गरेर आउनु कि त जानु। जस्तै तामाङहरूले भन्छ फेबुलो माने फेप माने आउनु, टेक्निकली फेप पर लेक हो, तर यो बिग्रिएर बिस्तारै बिग्रिएर फेबुलो भन्ने गर्छ। फेप पर लेक, फेप भन्ने आउनु, पर भन्ने आउनु भएकोमा, लाडिङबो लेक गासा लेक भन्ने राम्रो भयो माने वेलकम। तामाङको भाषामा फेबुला जुन चाहिँ भन्छ एक्चुअली फेपर लेक माने वेलकम। यसलाई एक त्यो छुटाएर बुझाउनु पर्यो भने फेप माने आउनु, पर माने आउनु भएकोमा, लेक माने राम्रो भयो, फेपर लेक। सो वेलकम हामी टाँसिदिले भन्छौँ, तामाङहरूले चाहिँ पुरानो शब्द फेपर लेक भन्ने गर्छ। लद्दाखमा चाहिँ जुले, त्यो पनि एक्चुअली जन लेक, बायता जनहरू जन लाडिङबो लेक गासा लेक, जन लेक। जन भने आउनु, लेक भने टाँसिदे लेकको लेक, जन लेक वेलकम। सो अर्को शब्द
प्रयोग गरिरहेको छ। मतलब हामी भन्छौँ टासीदेले लद्दाख तपाईँ जानुभयो भने चाहिँ जुले जुन चाहिँ वास्तवमा जनलेक भन्नुपर्ने त्यो छोटकरीमा जुले भन्ने गर्छ र तामाङ भाषामा फेपर लेक भन्नुपर्ने फेबुला। सो फाटेको फे भाषा फेप माने आउनु कि त जानुलाई फेप मान गरेर फेप सकतका भाषा कप आएको समयमा आउँदाखेरि आएको बेला आएको समय आउँदा खानाहरू खोङा खोङ दाङा दाङ माउ न्यामा न्याम दस जुदु खोङदाङ न्यामदु उहाँसित उहाँसँगै उहाँसित उहाँको यहाँ अर्थ चाहिँ दलाई लामा। यो चिनिया अधिकारीले भनिरहेछ। उसले भनेको चाहिँ साधारणतः भन्नु मिल्छ कि इङ्ग्लिसमा चाहिँ नर्मल्ली युजली धेरै जस्तो भन्नु मिल्छ कि अलिकति नेपालीमा चाहिँ यो युजली शब्द चाहिँ पाउनु अलिकति साह्रो पर्दैछ। युजली तयारी गर्ने संस्था त्यो एउटा संस्थामा आउँदाखेरि उहाँ भने दलाई लामा उसले चाहिँ उहाँ भन्ने मान्छे चाहिँ चिनिया अधिकारी उसले भनिरहेछ उहाँसित दलाई लामासित खायत खेटङको खेदा खे राङ्गा राङ्गा गेको गी खे राङ्गी खेराङ माने तिमी कि त तपाईँ गाकीको गी माने तिमीको नेपालीमा भन्दैन तिमीको भन्दैन तिम्रो कि त तपाईँको तिम्रो कि त तपाईँको दौमाका माग माखिगुमी माग्मी सोल्जर लाहुरे सिपाही माग्मी गानाहरू गो माओ छनहरू छो नाछुन गोछुन गोछुन माने छुन्छ हतियार छुरी बन्दुक त्यस्तै चिजहरूलाई हतियार भन्छ होइन। सो गोछुन माओ छनहरू छो नाछुन गोछुन छुन्छ पनि भन्ने गर्छ। छुन्छ हाओ खाए त ख्याटङ्पो खेरवा दलाई लामा जब डडिक ल्यान्चोकमा जाँदाखेरि उहाँसित तिम्रो सिपाही हतियार बोक्ने खेरवा हतियार बोक्ने यानहरू योङ आयोङ सरत सनहरू सोला योङसुल यानहरू योङ आयोङ मान नगरेर आउनुको शब्दलाई चाहिँ योङ मान गरेर भन्ने हुन्छ फेप योङ आउनु सरत सनहरू सोला सुल लुक्सुल दस्तुर त्यो डडिक संस्थामा दलाई लामा आउँदाखेरि उहाँसित तपाईँको सिपाही हतियार बोक्ने आउने दस्तुर सरत सनहरू सोला सुल दस्तुर
आउने दस्तुर योङसुल थाडेङ्बो थे लाताताता रातर दस्तुर जस्तै पहिला त्यसरी तिमीहरूको दस्तुर छ त्यो जस्तै थेतार यानारू योङ आयोङ मा दवाखानाहरू कोसाको योङ मागो आउनु पर्दैन अब त्यतिखेर उनीहरूको दलाई लामालाई अपहरण गर्ने उद्देश्य लिएर चाहिँ अब दलाई लामा आउनु हुँदाखेरि तिमीहरूको सिपाही हतियार बोकेर जुन चाहिँ आउने दस्तुर छ त्यो जस्तै चाहिँ यसपालि आउनु पर्दैन योङमा गो राततदा दनरो दो सा मासम दोसम राततदा दनरो दो ढुङ्गा सा मासम सम्बा पुल ढुङ्गाले बनिएको पुल दोसम बहु रगत गाला गेल नासाने गेल्ने बहु रगत गाला गेल नाक्नु टु क्रस ढुङ्गाले बनिएको त्यो पुल नाङ्गेर फनहरू भो दा फे दौ मागा मग फेपे मगमी तिब्बती सिपाही फेपे मगमी सचिप जुसु याङ कोही पनि याङ पनि सुको कोही पनि बोटको सिपाही कोही पनि यानर योङ आयोङ माखीको मिठानहरू छोगा छोक योङ मिछोक आउने अनुमति छैन यानर योङ आयोङ माखीको मिठानहरू छोगा छोक योङ मिछोक आउनु पाउँदैन आउनु अनुमति छैन Gala gelsar dasasa gigusi dasi gelsi yadi kaita kya kyating buketa ke ranga rang hakikuki kerangi तपाईको कि त तिम्रो यदि तिम्रो हवदनहरू दोदा देपा चाहना इच्छा यदि तपाईको इच्छा नानार्नेन छाटिङबो छे बायता चासा छे ना यदि तपाईको चाहना एकदमै ठुलो छ भने दलाई लामासित कोही न कोही जाओस् हतियार लिएर जाओस् ताकि उहाँलाई सुरक्षा गर्नु सक्नुको लागि चाहिँ कोही न कोही हतियार लिएर जाओस् कि त 3-4 वटा सिपाही जाओस् भन्ने तिम्रो इच्छा ठुलो इच्छा छ भने न यदि तिम्रो ठुलो इच्छा छ भने पनर बोदा पेदाउमा कामा गौन्या कि गुनी साइनी फेमाग्नी तिब्बती सिपाही गौन्या कि गुनी साइनी गौसा सिप्चुसु मासुम 2-3 गौन्या कि गुनी साइनी 2 गौसा सिप्चुसु मासुम 3 शाकी कुशिक काशिक 2-3 जति 2-3 जस्तै 3 भन्दा अलिकति बेसी हुन सक्छ 2 भन्दा अलिक कम्ती हुन सक्छ 2-3 जस्तै कि त 2-3 जना जति मौन्या मान्यम आवखर्ता ठक्केको ठिदाठी पाए त छासा छे मौन्या मान्यम सँगै ठी आवखर्ता ठक्केको ठिदाठी लानु हिँड्नु सक्ने मान्छे कि त प्राणीलाई सँगसँगै लानुलाई ठी
उठाएर बोकेर लाने होइन, हिँड्नु सक्ने मान्छे कि त कुनै एउटा प्राणी सँगसँगै लानुमा चाहिँ ठी भन्ने गर्छ। र यदि तिम्रो ठुलो चाहना छ सिपाहरू दलाई लामासँग जाओस् भन्ने तिम्रो ठुलो इच्छा छ भने 2-3 जति सँगै लाँदा हाउ थासेप्चु थु सा थु लानु मिल्छ, लाँदा हुन्छ, मिल्छ काय त क्याङ आक्याङ, तरै पनि 2-3 जना सँगै जाँदा हुन्छ, तरै पनि खानारो खोङा खोङ छनारो छोसा छो खोङ छ उनीहरूले खोङ वहाँ छोहरू साले चाहिँ ले वहाँहरूले उनीहरूले माओछनारो छोना चन्चा माओन्या मान्याम आवखायता ख्याडङ्बो खेरा खेर माकिगुमी छनारो छोगा छोक उनीहरूले हतियार जस्तै बन्दुक तलवार त्यस्तै उनीहरूले हतियार सँगै माओन्यामान्याम सँगै आवखायता ख्याडङ्बो खेरा खेर लानु सँगै लानु माकिगुमी छनारो छोगा छोक, तर सँगै हतियार लानु पाउँदैन, हतियार लानु अनुमति छैन, पाउँदैन। चाडिङबो चेसाचे चाडिङबो चेसाचे चाडिङबो चेसाचे यो चाहिँ भनेर हतियार सँगै लानु पाउँदैन भनेर सो नेपालीमा भनेर धेरै भन्ने गर्छ तिब्बती भाषा जस्तै, किनभने तपाईँ हाम्रो भाषा चाहिँ डाइरेक्ट स्पिच, अङ्ग्रेजीमा डाइरेक्ट स्पिच भन्ने गर्छ, त्यो डाइरेक्ट स्पिचमा बोल्दैछ। अङ्ग्रेजीमा भन्ने 2 प्रकारको छ, इनडाइरेक्ट स्पिच र डाइरेक्ट स्पिच। हुनु वास्तवमा एउटै हो, तर 2 तरिकाले भन्नु सकिन्छ। इनडाइरेक्ट स्पिच र डाइरेक्ट स्पिच भनेर 2 बोल्ने तरिका चाहिँ 2 वटा हुन्छ। र तिब्बती भाषा र नेपाली भाषामा चाहिँ सबै डाइरेक्ट स्पिच हो, त्यसले गर्दाखेरि भनेर भन्नुपर्ने चाहिँ यो डाइरेक्ट स्पिच हुनाले गर्दाखेरि अनुमति छैन भनेर भाउ रजता जनारो जो दाजु आओ दशब्द दुगा दुख भाउ रजता जनारो जो दाजु लिटरी टिबेटनमा भन्नु, बोल्ती भाषामा चाहिँ लब भन्ने गर्छ, लब लाबा लब। जे पुस्तकतिर तपाईँहरू पढ्दाखेरि भाउ रजता जनारो जो दाजु देख्नुभयो भने चाहिँ भन्यो, भन्नुको शब्द जे दुख भनेछ। साधारणतः दलाई लामा यताउति जाँदाखेरि सुरक्षाको लागि सिपाहीहरू हतियार बोकेर जाने जुन चाहिँ दस्तुर छ, यसपालि चाहिँ यहाँ चिनियाको मिलिट्री क्याम्पमा
डेमो सो हेर्नु आउनु हुँदाखेरि चाहिँ सिपाही आउनु पाउँदैन। विशेष गरी उनीहरूले चाहिँ हतियार लिएर आउनु पाउँदैन। दोसम गेल्ने बेमा सुयाङ अनि त्यहाँनिर एउटा ढुङ्गाले बनाएको एउटा पुल छ, त्यो नाङ्गेर चाहिँ तिब्बती सिपाही जस्तै भए तापनि, जो भए तापनि, ठुलो सानो अफिसर कि त साधारण सिपाही कोही पनि आउनु पाउँदैन। यदि तिम्रो ठुलो इच्छा छ, कोही न कोही जाओस् भन्ने इच्छा छ भने 2-3 सँगै लाँदा हुन्छ, तर उनीहरूले हतियार सँगै ल्याउनु पाउँदैन भनेर भन्नेछ। सकतका कसेप्चु कु सरतसा ससेप्चु सुङा सुङ कु सुङ बडीगार्ड कुसुङ mau da dau panarpona pen kusung da pen बडीगार्ड को अब सबभन्दा ठुलो कुसुङ दापेन ला रनातना मानम कसेप्चु कुना कुन दाङा दाङ माकिको मी आओ दर्दडा वा हाकिको हिडे वे नम कुन दाङ मिन्डा वे कुसुङ दापेन ला बडीगार्ड दापेन लाई नमगुइन्दाङ मिन्डावा unusually नमगुइन्दाङ मिन्डावा unusually अब कतिवटा वर्ड एकदमै इम्पोर्टेन्ट भए तापनि कुनै भाषामा यो शब्द भेटाउँदैन। टिबेटनमा पनि त्यस्तै हो, अङ्ग्रेजीमा पनि त्यस्तै हो। तर अनयुजुअली नेपालीमा असाधारण भन्नु अलिकति मिल्दैन होला। अनयुजुअली अरू बेला जुन चाहिँ हुन्थ्यो त्योसित नमिल्ने मिन्डावा भावकनाहरूको कागो इन्स्ट्रक्सन यस्तो गर यस्तो नगर भनेर इन्स्ट्रक्सन कागो इन्स्ट्रक्सन थाडुबोते लततता रातार इन्स्ट्रक्सन त्यसरी त्यो जस्तै त्यसरी कागो थिएता पाउताङ आताङ वा इन्स्ट्रक्सन त्यो जस्तै दिएको इन्स्ट्रक्सन त्यसरी दिएको थाडिङबो थिए त्यसले खानारो खोङा खोङला बालातला लानारुलो आओ छ बाछप छरिङबो छेना छेन पानारोपो आओ दाकी कुदी लाता ताता राता बायता छसेप्चु चुङा चुङ सतता टिङबो ते लोछप छिम्बो छुङदे बोल्ती भाषामा सेन्ट्रल छेन्पो छुङ माने ठुलो सुर्ता भयो। उसलाई कोही बडीगार्ड आउनु पाउँदैन भनेर भन्दाखेरि यो त्यसरी आदेश दिँदाखेरि द चिफ अफ बडीगार्ड लाई ठुलो सुर्ता भयो र थारिङबो थे याङ आयाङ थे याङ त्यो पनि
रातता दानाहरू दो जहिले पनि रातता दानाहरू दो देख्नु भयो भने चाहिँ ढुङ्गा सामा सम्पा सम्पा माने पुल ढुङ्गाले बनिएको पुल थाटिङबोथे नाकिकुनी त्यो चाहिँ त्ययाङ धोसम तिनी ढुङ्गाले बनिएको पुल त्यो पनि रगतका गायतका मा हाकिकुइमी ग्यामी चिनियाको दाउमा गा मक्सा गतगारागर मिलिट्री क्याम्प मागर मिलिट्री क्याम्प मागर गायतका किकुगी मागर गी लासा ले खसचु खुङ ngasa खुङ लेखुङ कार्यशाला अफिस लेखुङ अफिस nganaru ngoma technically original authentic real genuine यहाँ चाहिँ खास कार्यशाला में खास कार्यशाला आकिको माउथा मासा छम ना यो थचम ना यो त्यसको थचम ना छौमा यो छ Nanaru nor galatala kikulinga ling norling full form norbulinga the summer palace of Dalai Lama norbulinga summer palace को नाम देखि रकता गा गायता ग्याङा ग्याङ गारता डा गासा ढक चामा चम ग्याङटक चम भन्दाखेरि एउटा ठाउँदेखिको जोडले करायो भने सुन्न सक्ने एउटा डिस्टेन्स अंग्रेजीमा स्टोन थ्रो डिस्टेन्स भन्छ नि त्यो डुङ्गा फेक्यो नि बेटाउने डिस्टेन्स ग्याङटक चम भने जोडले करायो भने एक ठाउँदेखिको जोडले करायो भने अर्को ठाउँमा सुन्न सक्ने त्यो डिस्टेन्सलाई ग्याङटक चम जोडले करायो भने उता सुन्न सक्ने ठाउँ चामाचम जति सारासर जतिको ठाउँमा यानारो योदा यो पाहाकिकुइपे यो पे भएको रगतगा गायतगा माकिकुमी हाकिकुइ ग्यामी चिनियाको सदतदा दनरो दो दाद्यो सगतगा रागर द्योगर सततदा दनरो दो दाद्यो सगतगा रागर द्योगर रेसिडेन्स बस्ने ठाउँ रेसिडेन्स चिनियाहरूको बस्ने ठाउँ ताडुङबोधे दागा दाग देतक तीहरू देतक फानाहरू बोधा फे माकिकुमी फेमी तिब्बती शाडुङबो सेना सेन शासन माओ खाना खेन शासन नर्मली यसको अर्थ चाहिँ शुभचिन्तक शासन जे भन्ने टु सो कन्सर्न शासन खेन राम्रै होस् हुने भन्ने मान्छेहरूको
Ao danaro do da de balatala lanaro lora lor makikumi ba basa ba pasik yakiku inain राम्रै हुनु नि भन्ने उनीहरूको मनमा मन नपर्ने एउटा हो। र यसरी अब यो पार्ट चाहिँ हिजो मैले टिबेटन भाषामा मैले बुझाएको थिएँ, त्यो पनि सँगसँगै हेर्नुहोस्। अनि यो वर्ड बाई वर्ड नेपालीमा मैले बुझाएको छु र त्यसरी तपाईँहरूले छिटो सिक्न सक्नुहुन्छ। अनि यसरी आजको क्लास यहाँ समाप्त गर्छु। गरेनन् फेरि साह्रै लामो हुँदै जान्छ र अपलोड गर्नु साह्रो पर्छ। हवस् त अनि सी यु लेटर। आउनुभएकोमा धन्यवाद। खाले फेपको बिस्तारी जानुहोस्। गुड बाई। खाले फेपको